कोरल ड्रको भिडियो कक्षामा यहाँलाई स्वागत गर्दछु र म अच्युत खनिया। तपाईँ यस भागमा कोरल ड्रको बारेमा जानकारी पाउन सक्नुहुनेछ। सर्वप्रथम कोरल ड्र एउटा भेक्टर बेस्ड ग्राफिक डिजाइन हो र यो क्यानाडाको कोरल कर्पोरेसनले बनाएको सफ्टवेयर हो। तपाईँ कोरल ड्रलाई ओपन गर्न परेको खण्डमा तपाईको कम्प्युटरमा विन्डोज 7 छ भने स्टार्टमा क्लिक गर्नुहुनेछ र अल प्रोग्राममा गएर कोरल फोल्डरभित्र कोरल ग्राफिक्सलाई ओपन गर्न सक्नुहुनेछ। यदि तपाईको कम्प्युटरमा विन्डोज 8 छ भने तपाईँ स्टार्टमा क्लिक गर्नुहुनेछ र यो सर्च बक्समा कोरल ड्र टाइप गर्नुहुनेछ र यहाँ यो रिजल्टमा तपाईले कोरल ड्र 6.5 तपाईले राख्नुभएको कोरल ड्रको भर्सनमा यहाँ क्लिक गर्न सक्नुहुनेछ। र यदि तपाईँ सिधै रन कमान्डबाट कोरल ड्रलाई ओपन गर्न चाहनुहुन्छ भने स्टार्टमा क्लिक गरेर रनमा क्लिक गर्न सक्नुहुनेछ अथवा विन आर टाइप गर्नुहुनेछ र यहाँ कोरल ड्रको एप्लिकेसन फाइल कोरल DRW हुनेछ र यसमा यो बक्समा कोरल DRW टाइप गरेर ओकेमा क्लिक गर्नुभयो भने तपाईको स्क्रिनमा कोरल ड्र ओपन भएको पाउनुहुनेछ। र अहिले कोरल ड्र X6 भर्सन ओपन भएको हामी देख्ने छौं। र सर्वप्रथम कोरल ड्र ओपन गरिसकेपछि यो कोरल ड्रको यो विन्डो इन्टरफेस हो र यसमा एउटा क्विक स्टार्ट डायलग बक्स देख्नुहुनेछ। यो डायलग बक्सबाट तपाईले यहाँ नयाँ डकुमेन्ट्स क्रिएट गर्न सक्नुहुनेछ भने यो प्यानलमा रिसेन्टली युज गरेका डकुमेन्ट्सहरु तपाईको यो भागमा देख्नुहुनेछ। यहाँबाट तपाईले काम गर्न सक्नुहुनेछ र त्यस्तै त्यो भन्दा धेरै डकुमेन्ट्स तपाईले पहिले बनाउनु भएका डकुमेन्ट्सहरु ओपन गर्नु परेको खण्डमा यहाँ ओपन अदर्समा क्लिक गर्नुहुनेछ र अहिले म तपाईहरुलाई न्यू डकुमेन्ट्स अर्थात न्यू ब्ल्याङ्क डकुमेन्ट्समा क्लिक गर्नेछु र जसले हामीलाई नयाँ डकुमेन्ट्स डायलग बक्स देखाउनेछ जुनमा क्लिक गरिसकेपछि कोरल ड्रको न्यू ब्ल्याङ्क डकुमेन्ट्समा क्लिक गरिसकेपछि यो डायलग बक्स तपाईहरुले देख्नुहुनेछ। यो डायलग बक्समा तपाईले पहिले नै फाइलको नाम टाइप गर्न सक्नुहुनेछ। यहाँ अनटाइटल 1 छ। यहाँ मैले माई डिजाइन भन्ने फाइल नेम टाइप गरे। प्रिसेट अप्सनमा हामी कस्टममा जान पनि सक्ने छौं अर्थात यहाँबाट हामीले कुन प्रयोजनको लागि तपाईले डिजाइन गर्दै हुनुहुन्छ त्यसलाई चुज गर्न सक्ने छौं। जस्तै कोरल ड्र डिफल्ट चुज गर्नुभयो भने यो CMYK मोडमा हामीले चुज गर्न सक्ने छौं। त्यस्तै गरी तपाईले कोरल ड्रमा गर्नुभएको डिजाइन यदि वेब डिजाइनिङको लागि हो भने तपाई वेब बेस चुज गर्नुहुनेछ। RGB मोडको लागि हो भने डिफल्ट RGB मोड चुज गर्नुहुनेछ र तपाईले गर्नुभएको डिजाइन प्रेसको लागि पब्लिकेसनको लागि हो भने तपाई CMYK मोड चुज गर्न सक्नुहुनेछ र कोरलको यदि तपाईले कोरल डिफल्टलाई अप्सनलाई चुज गर्नुभयो भने पनि यो CMYK मोड हुनेछ र तपाईले डिफल्ट CMYK मोड मध्ये एउटा चुज गर्न सक्नुहुनेछ। त्यसपछि तपाईले डिजाइन गर्नुपर्ने यो भागबाट पेपरको साइज चुज गर्नुहुनेछ। पेपरका विभिन्न साइजहरु यहाँ दिएको छ। सपोज अहिले मैले A4 पेपर साइज चुज गरे र A4 पेपर साइजको युनिट अर्थात A4 पेपर साइजको वाइड र हाइट यहाँ दिएको छ। तपाई हामीले डकुमेन्टमा प्रयोग गर्ने युनिटलाई हामीले यहाँबाट चुज गर्न सक्छौं र कोरल ड्रमा हामीले धेरै युनिटहरु राख्न सक्छौं जस्तै इन्च मिलिमिटर त्यस्तै गरिकन त्यस्तै पोइन्ट पिक्सलहरु त्यस्तै डट फिट यार्ड्स माइल्सहरु सेन्टिमिटर किलोमिटर मिटर्स जस्ता कुराहरु हामीले यहाँबाट युनिट चुज गर्न सक्छौं र सामान्यतया तपाईले इन्च चुज गर्न सक्नुहुनेछ। यो ठाउँबाट हामीले पेजको ओरिएन्टेसन पोर्ट्रेट र ल्यान्डस्केप चुज गर्न सक्ने छौं। ल्यान्डस्केपलाई हामी वाइड भन्ने छौं भने पोर्ट्रेटलाई टल भन्ने छौं। यसरी तपाईले आफ्नो डकुमेन्ट्सको सेटिङ गर्दा तपाईलाई हामीलाई आवश्यक पर्ने डकुमेन्ट्स तपाईले यहाँबाट चुज गर्न सक्नुहुनेछ र कतिवटा पेज तपाईले डकुमेन्ट्स बनाउँदा जस्तै 4 पेज सम्मको डकुमेन्ट बनाउने हो भने यहाँबाट 4 पेज चुज गर्न सक्नुहुनेछ डाइरेक्ट होइन त्यो हामी पछि पनि गर्न सक्ने छौं। त्यसले गर्दा अहिले 1 पेज चुज गरे। अब कलर मोड CMYK मोड यहाँबाट चुज गर्न सक्नुहुनेछ। प्रिभ्यू मोड हामीले यसलाई नै चुज गर्ने छौं। यहाँबाट अझै डिफल्ट अप्सन चुज गर्न सक्नुहुनेछ। CMYK मोडलाई पनि डिफल्ट चुज गर्न सक्नुहुनेछ र यसलाई ओकेमा क्लिक गर्नुभयो भने कोरल ड्रमा नयाँ एउटा ग्राफिक्स पेज तपाईले पाउनुहुनेछ। अहिले यो तपाईको कोरल ड्रको यो पेज यहाँ देख्नुहुनेछ र हामीले A4 पेपर साइज चुज गरेका छौं र कोरल ड्रको यो विन्डो इन्टरफेसमा माथिल्लो हामी यसलाई टाइटल बार भनेका छौं। हामीले नयाँ फाइल क्रिएट गर्दा माई डिजाइन भनेर फाइल नेम दिएका थियौं। यहाँ माई डिजाइन देख्न सक्नुहुनेछ। यो मेनु बारहरु छ जस्तै फाइल एडिट भ्यू लेआउट एरेन्ज जस्ता विभिन्न मेनुहरु यहाँ देख्न सक्नुहुनेछ। यो स्ट्यान्डर्ड टुलबार हो जहाँ न्यू ओपन सेभ एज जस्ता कमान्डहरुको प्रयोग गर्न सक्नुहुनेछ
र यो स्ट्यान्डर्ड टुल बारमा अहिले हाम्रो यो पेजको जुम अप्सन तपाईले यहाँबाट पाउन सक्नुहुनेछ। यसलाई तपाईले डकुमेन्ट बनाउँदा आवश्यकता अनुसारको जुम साइज यहाँबाट चुज गर्न सक्नुहुनेछ। जस्तै मैले अहिले 100% जुम साइज चुज गरेको छु। त्यस्तै गरी यो प्रोपर्टिज बार हो। हामीले कुनै पनि टुल बार यो साइडबाट चुज गर्दा सम्बन्धित टुल्सको यो प्रोपर्टिज अप्सनहरु तपाईले यहाँबाट हेर्न सक्नुहुनेछ। जस्तै अहिले यो पेजमा छौं, त्यसले गर्दा यो पेजको प्रोपर्टिज अप्सनहरु हामी यहाँ देख्न सकेका छौं। जस्तै पेपरको साइज, ओरिएन्टेसन, त्यस्तै गरिकन अल पेजलाई एप्लाई गर्ने हो अथवा सिंगल करेन्ट पेजलाई मात्रै एप्लाई गर्ने अप्सन पनि हामी यहाँ देख्न सक्छौं। युनिटहरु, यसरी विभिन्न अप्सनहरु जस्तै यो रिपिट डुप्लिकेसन डिस्टेन्सहरु, त्यस्तै गरिकन यो अरु डिस्टेन्सहरु हामी यहाँबाट देख्न सक्छौं। त्यस्तै तपाईले कुनै टुल बार लिनु भएको खण्डमा, जस्तै तपाईले रेक्ट्याङ्गल टुल लिनुभयो भने रेक्ट्याङ्गल टुल बारका अप्सनहरु हामी पाउने छौं र प्रत्येक टुल बार लिँदाखेरि टुल बार लिइसकेपछि कोरल ड्रमा हामी काम गर्दा यो प्रोपर्टिज बारमा को प्रयोगबाट धेरै सजिलोसँग काम गर्न सक्छौं। कोरल ड्रको यो राइट साइडमा तपाईले कलर प्यालेट देख्न सक्नुहुनेछ र यो कलर प्यालेट डिफल्ट कलर प्यालेट भनेर दिएको छ। यहाँ धेरै कलर अप्सनहरु हामीले यो स्क्रोलिङ गरेर पनि ल्याउन सक्ने छौं र यदि तपाईले यसलाई अझै यो भन्दा पनि धेरै रोमा हेर्न चाहनुहुन्छ अथवा यसको कस्टमाइजिङ डिजाइन गर्न चेन्ज गर्न चाहनुहुन्छ, तपाई यो सानो पोइन्टमा हेर्न सक्नुहुनेछ। यो पोइन्टबाट हामी यो कलरको कस्टमाइजिङ गर्न सक्ने छौं र यहाँबाट रो भनेर दिएको छ। सिंगल रोमा अहिले हामीले पाएका छौं। तपाई डबल रो भने दुईवटा लाइनमा हेर्न सक्नुहुनेछ। त्यस्तै यो पोइन्टमा गएर रोजमा गएर तपाई फेरि 3 रोज 3वटा रोमा पनि हामीले यसरी कलरहरु राख्न सक्ने छौं र आवश्यक कलरहरु यो पोइन्टबाट यी रोहरुबाट चुज गर्न सक्ने छौं। त्यस्तै गरी यहाँ दिएको छ यो पेज लाइनहरु र यसमा यसलाई हामी स्ट्याटस बार भन्छौं। यहाँ अहिले हामीसँग पेज 1 छ। त्यस्तै गरी र यसमा अर्को अप्सन छ यो प्रिभ्यू बार हो र अहिले हामीसँग केही पनि कर्सर मुभ भएको अप्सन देख्नुहुनेछ एक्स एक्सिस र वाइ एक्सिस कोअर्डिनेटमा र तपाईले यहाँ कुन कलर प्रत्येक टुलबार हामीले यहाँ प्रयोग गर्दा यो अप्सन बारमा इम्पोर्टेन्ट पार्ट छ। जस्तै यहाँ एउटा रेक्ट्याङ्गल अन लेयर भनेर दिएको छ, रेक्ट्याङ्गल ड्र गर्नु भएको छ भनेर तपाईले यो प्रिभ्यू बारमा हेर्न सक्नुहुनेछ। त्यस्तै गरी यो रेक्ट्याङ्गललाई ड्र गरिसकेपछि यदि तपाईले यहाँ कलर फिल गर्नु भएको खण्डमा फिल कलरमा यो कलर छ, आउटलाइन कलरमा हामीले यो आउटलाइन ब्ल्याक कलरको आउटलाइन प्रयोग गरेका छौं भनेर जति पनि तपाईले यो कोरल ड्रमा काम गर्दै जानुहुन्छ त्यो सबैको कामको एउटा स्ट्याटसहरु यहाँ देखाउने काम यो बारले गर्दछ। यसरी कोरल ड्र ओपन गरिसकेपछि यो कोरल ड्रको विन्डो इन्टरफेसको बारेमा हामीले काम गर्न सक्दछौं र यो कोरलको यो पेजलाई हामीले जुम इन र जुम आउट अर्थात घरि डिजाइन गर्दा घरि ठूलो र घरि सानो बनाउनु पर्ने आवश्यकता रहन्छ। त्यसले गर्दा तपाईले यसलाई जुमिङमा पनि चेन्ज गर्न सक्नुहुनेछ। एउटा सजिलो तरिका तपाईले यो स्ट्यान्डर्ड टुलबारमा भएको यो जुम अप्सनबाट आफुलाई चाहिए अनुसारको जुमलाई चेन्ज गर्न सक्नुहुनेछ। जस्तै अहिले मैले 200% जुम चेन्ज गरे, यो जुम लेभल हो। यदि तपाईले पेज सानो साइजमा हेर्नुहुन्छ भने 10% जुम, त्यस्तै गरिकन तपाईले आफुलाई आवश्यक परेको जुमहरु हामीले यहाँबाट हेर्न सक्छौं। त्यस्तै गरी तपाईले जुमको प्रयोग गर्दा टुलबारलाई पनि हामीले जुमको प्रयोग गर्न सक्ने छौं र यो जुममा क्लिक गर्न साथ यो प्रोपर्टिज बारमा जुम लेभल र जुमका अप्सनहरु आएको छ। तपाईले अहिले हाम्रो यो पेज 75% भ्यूमा छ। यो प्लसलाई क्लिक गरेर यहाँ क्लिक गर्नुभयो भने कति जुम लेभलमा तपाईले यहाँबाट हेर्न सक्नुहुनेछ। यो माइनसमा क्लिक गरेर पेज यहाँ माइनसमा क्लिक गर्नुभयो भने पेज सानो पाउनुहुनेछ। यसरी क्लिक गर्दै जाँदा तपाईले यो अहिले जुम ठूलो भएको छ र यदि शिफ्ट थिचेर किबोर्डबाट शिफ्ट थिचेर यसलाई क्लिक गर्नुभयो भने जुम आउट अर्थात पेजलाई सानो जुममा राख्न सक्दछौं। त्यस्तै क्लिक गर्दै जानुभयो भने ठूलो जुम हुन्छ। र त्यस्तै गरी तपाईले माउसको यो स्क्रोलर बारलाई प्रयोग गरेर पनि जुम सानो र ठूलो बनाउन सक्नुहुनेछ। जस्तै यदि तपाईले माउसको यो स्क्रोलिङ पोइन्टलाई आफूतिर तान्नुभयो अर्थात डाउन गर्नुभयो भने जुम सानो हुन्छ र यो स्क्रोलिङ पोइन्टलाई अगाडि बढाउनु भयो अर्थात माथितिर स्क्रोलिङ गर्नुभयो भने यसको जुम ठूलो हुन्छ। यसरी हामीले यो पेजलाई आवश्यकता अनुसार माउसको यो स्क्रोलर बटनलाई अगाडि र पछाडी मुभ गराएर पनि पेजलाई जुम इन र जुम आउट गर्न सक्दछौं।